सो के छ खबर वेलकम ब्याक टु अनदर भिडियो। आजको रोस्ट भिडियो हुनेछ नेपाली सिरियलमाथि। आइन मैले पहिले नेपाली सिरियलमाथि रोस्ट भिडियो बनाएको छु, तर आजको रोस्ट भिडियोमा मैले सिर्फ एउटा नेपाली सिरियललाई रोस्ट हान्नेछु, जुन सिरियलको नाम हो सकेको नि। यो सिरियलको नाम मात्र सकेको नि हो, तर यो सिरियलको घटिया स्क्रिप्ट कहिले सकिन्न र यो सिरियल पनि कहिले सकिन्न। यो सिरियलले जति तारिफ जति गाली दिए पनि सकिन्न। आइनो यो एउटा कमेडी सिरियल हो, तर यसमा कमेडी भन्दा हावा कुराहरू धेरै देखाइन्छ। राम 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 औँसीकै रातको उत्पादन रहेछ नि। दाँत पनि कोदालीपाती दाँत रहेछ, नाक पनि क्योटो, बिक्न गाह्रो छ यो। हेर, यदि तिमीहरू पढे लेखेको मान्छे हो र यो सुनाउँदाखेरि तिमीहरू हि गर्दै हाँस्यौ भने लिटरली तिमीहरू अनपढ गर भन्दा कम छैन, या तिमीहरूलाई घरबाट राम्रोसित हुर्काइएको छैन। हेर, कसैको रूप रङलाई लिएर मजाक बनाउनु त्यो एउटा कमेडी हो, मरे गए पनि होइन। त्यो भनेको सिर्फ एउटा पागलपन्थी हो। यस्तो धुर सिरियलमा यति धेरै भ्युज आउँछ, तर मेरो भिडियोमा 1 कोटीको भ्युज आउन। छोरी यही हो, एकदम इमान्दारी छ, संस्कारी छ, व्यवहारिक पनि छ, तर केटाहरू हेर्न आउँछन्, बस्न पाउँदैन, थपक्क उठेर जान्छन्। अब गाह्रो चाहिँ तेरी छोरी बिक्नलाई अलि गाह्रै देखेँ मैले है, तर अब पाडे सोल्टीले हात हालिसकेपछि काम फत्ते नहुने त कुरै भएन। यो काममा चाहिँ अलिकति बढी दिमाग ख्याउनु पर्ने चाहिँ हुन्छ मैले है। ल भन्छ मलाई कति आउँछ? कति त आफै भन्नु न। नखट 5 लाख दिने हो भनेदेखि म यो काम गरिदिन्छु ल। अब यो देखेर पनि तिमीहरूले यो सिरियललाई लाइक गर्छौ भने लिटरली तिमीहरूको दिमाग खाली छ। अब यो सिरियललाई सपोर्ट गर्दै नभन कि यो एउटा कमेडी सिरियल हो। लिटरली यस्तो हावा सिरियललाई कि कमेडी सिरियल भन्न मिल्छ? कमेडीको इज्जत नफेलाऊ यार। र अर्को कुरा, यो सिरियल फ्यामिलीसित बसेर हेर्ने सिरियल हो र बच्चाहरूले पनि हेर्ने गर्छन्। र के तिनीहरूको दिमागमा के राम्रो कुरा जान्छ? यो सिरियल हेरेर त मरे गए पनि जान्न, तिनीहरूले उल्टै नराम्रो कुराहरू सिक्छन्। र नेपालमा पढे लेखेको भन्दा नपढे लेखेको मान्छेहरू धेरै छन्, र यो धेरै जसो सिरियलहरू नेपालमा नपढे लेखेकोले नै हेर्ने गर्छन्। र के तिनीहरूको दिमागमा के राम्रो कुरा जान्छ? मरे गए पनि जान्न, उल्टै नराम्रो कुराहरू गर्ने सोचहरू आउन थाल्छ। भन्छन् नि नेपालमा राम्रो कुरा भन्दा नराम्रो कुराहरू धेरै टिक्छ, त्यही भएर नि होला यो सिरियल चलिरहेको छ। र यो सिरियलमा अझै कति घटिया कुराहरू देखाइएको छ, जस्तै एउटा बुढो मान्छेले 2-3 वटा केटी विवाह गर्नु, एउटा बुढो मान्छेले एउटा जवान केटीलाई आँखा लगाउनु, अझै यस्ता कति कुराहरू देखाइएको छ। र त्यही पनि यो सिरियल अहिलेसम्म चलिरहेको छ र यो नेपालको टप सिरियलहरू भित्र पर्ने गर्छ। यो सिरियलले प्रुफ गरिदिन्छ कि नेपालमा राम्रो कुरा कहिले चल्दैन, नराम्रो कुराहरू मात्र चलिराख्ने गर्दछ। हेर, अब यो सिरियललाई सपोर्ट गर्नु नगर्नु त्यो तिमीहरूको हातमा छ, तर म चाहिँ मरे गए पनि गर्दिनँ। र यदि यो सिरियल राम्रो बन्छ भने म चाहिँ यो सिरियललाई सपोर्ट गर्न तयार छु, तर यो सिरियल यस्तै रहन्छ भने म मरे गए पनि यो सिरियललाई घन्टा सपोर्ट गर्दिनँ। र म तिमीहरूलाई फोर्स गर्दिनँ, तर गर्छु म। र च्यानललाई सब्सक्राइब गर, भिडियोलाई लाइक गर। आजको भिडियो यदि मन पर्यो भने पहिले भनिसके यार। सो आजको लागि यति नै, बाई बाई। जय शिव, जय नेपाल, जय गणेश, जय